हेलो साथीहरू नमस्ते वेलकम माई च्यानल इट्स मी पूजा पाण्डे। म चाहिँ आज ट्रेकिङ जाँदैछु साथीहरूसँग। अनि यहाँ चाहिँ मैले कस्तो राम्रो फुलको बुढीदेखि मेरो भिडियो स्टार्ट गरिरहेको छु। यो चाहिँ मेरो पहिलो भिडियो हो। सबैले चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरेर चाहिँ मलाई हेल्प गर्नु होला। अनि अब हामी चाहिँ म यहाँ चाहिँ भर्खर घरबाट चाहिँ निस्किँदैछु। अब यहाँ चोकमा पुगेपछि चाहिँ अब जाने मलाई पिकअप गर्न आउँदै हुनुहुन्छ सरहरू। हेर्नुहोस् त साथीहरू, हामीलाई त मौसमले साथ नदिएर पानी परेर हामी चाहिँ अहिले पोखराबाट चाहिँ यहाँ माथि अब जुन सिक्लेसको बाटो चाहिँ अब सुरु हुँदैछ। यताबाट चाहिँ सिक्लेस जाने, अब उताबाट त कता हो थाहा भएन, यता गाउँतिरको बाटो होला। अहिले चाहिँ हामी यहाँ अब सर्मिसहरूलाई चाहिँ कुरिरहेको छौँ। हामी चाहिँ यहाँ सबैजना भेट भइसक्यौँ। हेलो साथीहरू, हामी चाहिँ अहिले सेती खोलामा आइपुगेका छौँ। यहाँ चाहिँ झोलुङ्गे पुलबाट जान पर्दो रहेछ, त्यही भएर हामी चाहिँ ओरिएर उसले लैजाँदै हुनुहुन्छ बाइक। यस्तो रमाइलो गाउँ छ यहाँ चाहिँ, यता सेती खोला। वाउ बवाल छ भ्यू। सर्मिसहरू चाहिँ यहाँ हुनुहुन्छ। यस्तो राम्रो पुल छ यहाँ चाहिँ। हामी यो पुलबाट चाहिँ जान्छौँ। यहाँ चाहिँ दुईजना हिँड्न मिल्दैन नि त, अनि त्यही भएर बाइक अब सरहरूले जान्छ, हामी चाहिँ हिँडेर जाने। बबाल छ चाहिँ फेरि सरजना लाउनु भएको छ। हेलो, आजको हाम्रो यात्रा कस्तो हुँदैछ? स्मरणीय बबाल छ है। फाइनल्ली हामी चाहिँ पुल कटेर पनि आइसक्यो है त। हाम्रो मिस चाहिँ यहाँ लडेर यस्तो आपात परेको छ। चिप्लिनु भएको चाहिँ कहाँ भन्दा यहाँ के फेरि हाम्रो ट्रेकिङ चाहिँ यहाँ चौरसम्म आइपुगेको छ साथीहरू। धेरै गाह्रो हुँदो रहेछ हिँड्न पनि। बल्ल बल्ल आइपुग्यो। के गर्नु, कति बेला हो पुग्ने? 9-10 बज्छ पुग्दाखेरि। गाह्रो छ। हेलो 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 हेलो, हामी चाहिँ कर्पु डाँडाको नजिक आइपुगेछौँ। हालत यस्तो छ। फाइनली साथीहरू हामी चाहिँ कर्पु डाँडामा आइसक्यौँ है। आएर चाहिँ यसो रमाइलो गर्दैछौँ, गफगाफ गर्दैछौँ। लाइन चाहिँ यहाँ छैन है, अब यस्तै छ। हाम्रो ग्रुप चाहिँ यहाँ छौँ। हेलो हेलो, यहाँ चाहिँ आगो तापेर बसिरहेछौँ। मेरो भिडियो हेरेर लास्टमा आइदिनु भएकोमा धन्यवाद।